आज हामी एउटा निकै पुरानो तर अझै पनि बेला बेला चर्चामा आइरहने रहस्यमय घटनाको अलि गहिरिएर कुरा गर्दैछौँ। नमिता सुनिता काण्ड। हो, निकै चर्चित घटना। यसका लागि हामीसँग रातोमसी युट्युब च्यानलको एउटा भिडियो सामग्री छ। त्यसले चाहिँ यो घटनासँग जोडिएका अनेकौं प्रश्न आशंकाहरूलाई केलाएको रहेछ। ल सुरु गरौँ न त, के भन्छ यो सामग्रीले? यो घटना हेर्नुहोस् न, 4 दशकभन्दा पुरानो भइसक्यो, तर यसले उठाएका प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक छन् जस्तो लाग्छ। सन् 1980 को दशकमा, त्यो पनि पोखरा जस्तो ठाउँमा, सेती नदी किनारमा। हो, सेती किनारमा 2 किशोरी, नमिता श्रेष्ठ र सुनिता श्रेष्ठको शव भेटिनु आफैमा एकदमै दुःखद थियो। तर त्यसपछिका घटनाक्रम, अनुसन्धान, त्यसले यसलाई नेपालकै एक चर्चित रहस्यमा बदलिदियो। एकदमै। यो स्रोतले चाहिँ त्यही रहस्यका पत्रहरू खोतल्ने प्रयास गरेको देखिन्छ।